सम्पूर्णलाई नमस्कार। म अरुण कुमार रोकाया। अहिले म भक्तपुरको कटुन्जेमा छु। सूर्य विनायक नगरपालिका वडा नम्बर 5 मा छु। मसँग हुनुहुन्छ विज्ञान काफ्ले, जो जेनजी आन्दोलनमा भाद्र 23 गते हैन त? भाद्र 23 गते बानेश्वरमा चाहिँ उहाँलाई गोली लागेर घाइते हुनुभएको थियो। करिब 9 दिन अस्पतालको बसाइपछि उहाँ अहिले आफ्नो घरमा, सामान्य घरमा हुनुहुन्छ। अ अ, कहाँ के भएको थियो? अलिकता जानकारी गराइदिनु न। यो चाहिँ अब यता पछाडिबाट गोली लागेर हजुर। अगाडि निस्किएको थियो। अँ, अनि यता 10 टाका लगाएको छ। अँ। अनि फोक्सोमा पनि 4 टाका लगाएको छ। फोक्सोमा पनि छ है? हजुर, फोक्सो पनि फोडेर आयो। हजुर। अँ, अलिकता देखाउन सकिन्छ कस्तो छ अवस्था? ल यो उहाँको चाहिँ गोली लागेर निस्केको अवस्था छ यहाँबाट। अब एउटा कति 23 वर्ष होइन त? हजुर, 23 वर्षको एउटा युवा जसले चाहिँ आफ्नो देशको परिवर्तनको लागि गोली खाएको छ। तपाईँ आफै बुझ्न सक्नुहुन्छ यो देशमा एउटा युवाहरूको अवस्था कस्तो छ अथवा परिवर्तन चाहन्छन् भनेर। खैर त्यो ठिक छ, त्यो कुरालाई त्यतै थाँती राखौँ। तर उहाँको एउटा विद्यार्थी हुनुहुन्छ, पढ्दै गरेको विद्यार्थी, केही आफ्नो सपनाहरू बोकेर जापानको पनि तयारी गर्दै हुनुहुन्थ्यो उहाँ पनि। र यी विविध कारणले गर्दा उहाँलाई पनि उहाँको, मैले बुझ्दाखेरि उहाँको पारिवारिक अवस्था पनि एकदम दयनीय छ। देखाउन सक्नुहुन्छ यहाँ बाँसको, के अरे, बाँसले बनाएको टिनको कटेरोको घर छ। सानो, यो पनि आफ्नो घर होइन, बहालमा हो। यस्तो अवस्थामा बसिराख्नु भएको छ। मलाई विश्वास गर्नुहुने र यो भिडियोलाई हेर्नुहुने सम्पूर्ण मनकारी दाजुभाइ तथा दिदीबहिनीहरूलाई विश्वको जुनसुकै कुनामा छरिएर रहनु भएको छ, उहाँलाई कृपया, उहाँलाई एकदम आर्थिक सहयोगको खाँचो छ। उहाँलाई जीविकोपार्जनदेखि लिएर आगामी भविष्यको कसरी जिउने, एउटा गोली लागेको मान्छे भोलि गएर अब आर्थिक के भन्छ, स्वास्थ्यको रूपमा अलिक स्वस्थ हुन्छ हुँदैन, त्यो अलिकता चिन्ताको विषय पनि हुनसक्छ। तसर्थ सम्पूर्णले थोरै बहुत आर्थिक सहयोग गरिदिनु हुन म सम्पूर्ण मनकारी दाजुभाइ तथा दिदीबहिनी फेरि पनि अनुरोध गर्न चाहन्छु। प्लिज उहाँलाई, उहाँको क्युआर म राखिदिनेछु, त्यसमा सहयोग गरिदिनु होला। हस्, धन्यवाद।